ल वेलकम है वेलकम निशानजी वेलकम भ्लगमा वेलकम है ओ बोल्छिन् दाइ वेलकम भ्लगमा थ्याङ्क यू सो मच एउटा भन्दिनँ हामी कहाँ जानु लाग्यो कहाँ भन्ने अब कता हाम्रो डेटी पुनिल 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 यस सी यू इन देयर गाइज यस ओके रेडी हो नि बुढो रेडी रेडी वाह हिरो भाबाट ल भट्टे रेडी हो रेडी यस मनी रेडी चाहिँ मनी रेडी छु हामी पनि रेडी छौँ है त ल सी यू गाइज अब बाटोको अपडेटहरू हामी दिइराखेको हुन्छौँ हजुरहरूलाई होइन हजुरहरू हामीसँग है कनेक्सन के रे के भन्छ ल सर रेडी हो हिरो छ है ऊ हिरो छ है अलिकति क्यामेरा साई छ तर हिरो छ ल रेसब्जी नि आउनुभयो रेसब्जी रेडी छ एकदम रेडी छौ एकदम ल हामी निस्किएको कति बजे दाइ अहिले अब खै यो त अब उता बाहिर देशको 7:04 भएको छ ल अब चाहिँ हामी निस्केको है त ल ल बाई बाई ल आउँदै गरौँ न Cheers guys, cheers. धेरै पछि ल मटका चाहिँ रोड ल ल केही भन्नुहोस् न हजुर हजुरको बोलीको प्रतीक्षामा छौँ हामी निशब्द छु म ल दाइ के ठाउँ रे हामी विमल नगर दाइ आज हाम्रो भरपुर 19 होला नि के को 16 अब यसो बिहानीको नास्ता हाल्न लागेको छौँ हामी सबैजना मिलेर विमल नगरमा अब एकछिन खाउँ होला त्यसपछि बोलाउँ होला है वाकमा गयो होला दाइ वाकमा गयो खै कहाँ गयो त अब हाम्रो खाना चाहिँ लुम्ले है लुम्ले फेरि गाइजहरूले मलाई बिर्सेर नि फेरि भन्छ ल फाइनली हामी दमली आएको छौँ है अब दमलीबाट चाहिँ हामी मेन बाटो नभएर अर्को यो यता माथिबाट यो मध्य नेपालको बाटो जान लागेको छौँ मध्य नेपालबाट सिधै अब बेगनासताल झर्ने अब यहाँबाट यो बाटो अलिकति बिग्रिखायो क्या अहिले त्यो भने यसो अर्कै बाटो जाने बिग्री बाटो राम्रो यो बाटो एकदम राम्रो छ पोखरा आउँदैछ पोखरा पसिना भयो ल हामी फाइनली पोखरा आएको छ कति बजी अहिले 12-15 ल 12-15 हामी पोखरा आइपुग्यो हामी अब निशान्त लामा र पल्सिरिङ ड्याडीलाई कुर्दैछौँ बाउ छोरा अलिकति ढिलो भइरह के गर्ने होला यात्रा लामो छ ठिक छ नि अल गुड मेरो भाइ उसलाई भोक लाग्यो अलि आधी घन्टा भयो खाएको एहे पैसा माग्ने भोक लाग्यो भन्ने गु आयो भन्ने के गर्ने होला यसलाई भगवान् ल बाउ छोराले इग्नोर हानेको छ हामीलाई बाउ छोरा ल है जाममा पर्यो यो चाहिँ पृथ्वी चोक पोखरामा एउटा मान्छे भेट भएको छ सक्दैन कति खोज्ने यसलाई आज म त 4-5 खोजिसकेँ आनन्द बोला नि त्यसलाई अझै पर्खी भनिरहेको नि
ल अब हामी खाना खान लाग्यो गाइस लुम्लेमा ल के भन्नुहोस् न पल्जी यहाँ भाइलाई चाहिँ भोक लाग्यो अरे बिहान पनि टन्न हानेर आएको खोइ हामी कसरी भोक लाग्यो भनेर भाइलाई चाहिँ भोक लाग्छ त्यही भएर भाइलाई चाहिँ दबाएर गर्नुपर्छ भाइहरूले यस्तै छ कि भाइहरूले यस्तै छ भाइ तिमीले रमाइलो भयो नि भाइ बिचमा भोक लाग्यो भन्न पाइन्न थ्याङ्क यू दाइ खाए नाकमा बुला आउँछ के को भुत्ला आउँछ नाक टुप्पा भुत्ला दाइ हात देखाउनु न लास्ट मनपर्छ खोलाइदिनु बुझेर खाए मर्निङ सर्ट हान्नु मर्निङ के भने इभिनिङ हुँदैछ के सर्ट चियर्स है त ल अब गरौँ न यस्तो हाल होइन यस्तो होला नि यस्तो होइन रोनाल्डोको कुरा गरौँ न हेर भाइ तिमी खानेर टन्न खाऊ त अहिले राज देखेको कुरा भाखन मन दबाउने भाखन दाइ लास्ट हेर्छौँ छ कि ध्यान बल्ल थाहा पाएको मलाई त तर लास्ट हुन्छ आएको है अच्छा बिल्लामा अहिले आएर झन् बबाल हेर्छौँ लेफ्ट राइट गोइन यता होला नि लेफ्ट यो चाहिँ हिले पहिला हामी यहाँबाट हिँडेको मुनिबाट यति माथिसम्म गएको यो उल्लेरी यो चाहिँ उल्लेरी हो पहिला 7 वर्ष अगाडि अहिले चाहिँ बाटो बनेछ गाडी हिँड्ने होटेलमा बस्ने र हामी वा गुराँसको फुल त होइन गुराँसको बोट हो तर होइन त्यस्तो हुँदैन भाइ चाहिँ अलिकति सहरिया छ त्यो यसो चिन्दैन फुलहरू बोटहरू अलिक यसरी हिँड्नु न भोगायो तिमीलाई हाम्रो यो पुनिल यात्राको फर्स्ट लालीगुराँस है बाटोमै यो उल्लेरीको उकालो जाने बाटोमै लालीगुराँसहरू देख्न सकिन्छ यस्तो मजाको छ केटाहरू नि आएको छ बाटो अलिक गाह्रै छ गाह्रो छ अब सायद रेसप्लामा झर्नुपर्छ होला रेसप्लामालाई एकदम गाह्रो भएको छ अलग्ग चढेर बस्नु धरि गाह्रो भएको छ उसलाई बाइकमा देख्न सक्नुहुन्छ पल्सिरिङ पाख्रिन कमन बुढो कमन रेस्क्युको लागि गएका छन् सुरेश राणा मगर किनकि यो बाइक उसकै हो र उसलाई यो बाइकको विषयमा माया लागेछ अब फेरि के चुहिएको छ उल्लेरी आएमै गएछ उल्लेरी अब त त्यस्तो उकालो छैन होला है हेरौँ अब चाहिँ हामी यो बनठाँटीमा छौँ होइन बनठाँटीतिर अब पानी पर्नु सुरु भयो एकदम छिटो गर्ने रहेछ र यो पल्सिरिङ पाखरिङले के गर्ने होला यो लोकसन र पाखरिङले गर्नु गरेछ दाइ जो मसँग हिँड्यो नि त्यो लास्ट जहिले ढिलो हुन्छ छिटो छिटो है तिमीलाई एकदम छिटो किनकि अल्छीले सङ्गत गऱ्यो भने म पनि अल्छी हुन्छु कि भनेको भाइ त के भन्ने हो भाइ अब घरे पाउने आएमालाई जम्मा 3.5 किलोमिटर छ र हामी स्टिल बाटोमा छौँ यो चाहिँ अब हिँड्दै गयो भने 3.5 किलोमिटर हो अब बाइकमा चाहिँ कति छ त्यो थाहा होइन लालीगुराँस कस्तो लालीगुराँस खुलिरहेको छ यहाँ अब अघिसम्म रातो देखेको थिएँ अहिले आएर अलिकति पिङ्की देखेँ आई होप सेतो पनि देख्ने छ
स्योर हैन? स्योर स्योर र कालो त हुन्छ हुँदैन थाहा होइन, त्यही पनि अब जे छ त्यही हेरिन्छ आज। इन्जोय भइरहेछ नि तपाईँलाई गाइज। तपाईँ इन्जोय भइरहेछ नि इन्जोय त अब बाटोले गर्दाखेरि एकदम नराम्रो इन्जोय भइरह। अब ह्याप्पी छ नि तपाईँ ह्याप्पी त अब हुनै पर्यो नि, अब यत्रो लामो बाटो आएपछि। अन्नपूर्ण 9 नाङ्गे ठाटी हो कि नाङ्गे ठाटी कास्कीमा आइपुगेका छौँ। ल बाइकको लास्ट स्टप हामी अहिले अब चाहिँ योभन्दा अगाडि चाहिँ हामी अब बाइक भनौँ न साधन लान नसक्ने भएको भएर हामी यतै अब हाम्रो साधन बाइक भनौँ न 3टा बाइक ल्याएका छौँ। त्यो अब पार्किङको लागि राख्दैछौँ। पार्किङ यता कुनामा हामी यहाँ छोटो ब्रेक गरेर अब जाडो छ अलिकति चिया पानी गरेर अब हामी चाहिँ गरे पानीको लागि जानेछौँ। जम्मा 1.5 घन्टा रे दाइ समय सायद 1.5 घन्टाको रहनेछ। अब हेरौँ अब को कति हिँड्न सक्छ। घोरेपानीमा गएर भेटौँला है त गाइस। ल सियो ललिपप चाहिँ खाने हो हिँड्दाखेरि। ए देखाउनु न राम्ररी ल यो सबै दुबईबाट यो सानो कोको हो कि कोको कट के छ है, त्यो चाहिँ अहिले हाम्रो अब ट्रेकिङ सुरु हुन लागेको छ। अब हाम्रो यो पछि हाम्रो कोको दुबई लौरेको स्पोन्सर दुबई लौरेको दुबई लाउरे त होइन जे होस् हो लौरे हो। ल यहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो केटा गम्मै गऱ्यो सुरेशी गम्मै गऱ्यो। अब हाम्रो ट्रेकिङ सुरु हुन्छ है। वार्म अप सुरु भयो जङसा ओइ ओइ कम अन ओइ ओहो टिचिङ त बवाल गराइदिनु नि। हड्डी होइन त्यो के अरे उस होइन मासु पड्के जस्तो छ कि फिला। गाइज हामी हिँडिरहेका छौँ, 2 ठाउँमा हामीले विश्राम गरिसके। अझै यात्रा जारी नै छ हाम्रो। रातको 7 बजेको छ र हाम्रो कसैले नखायो सबै हाल। ल इनर्जी चाहियो इनर्जी केटाहरूलाई इनर्जी चाहियो निशानलाई चाहिँ चाहिएछ नि यो निशानलाई चाहिएछ। गन्तव्यमा आइपुगेका छौँ। मलाई त थाहा नै थिएन अब यहाँ जाने हो भने। हामीलाई यहाँ अब गन्तव्यमा आइपुगेपछि अब अझै हामी थोरै अल गुड हिँड्नुपर्ने रहेछ। यहाँ युट्युबरलाई देखाएन नयाँ खुसी छौँ। भाइरल गरिदिनु है हाम्रो 2 घन्टाको पाकिरिनु हो युट्युबको नाम। बाटोपछि यहाँ घोडेपानी हाम्रो खानपिन बल्ल भएको छ केटा हो खानपिन पाइन्छ उसको थुक्पा चल्ला